सुनापति गाउँपालिकाको वडा नम्बर 3 केउरेनी बस्ती चाहिँ एकदमै जोखिमपूर्ण रहेको छ। यसमा टोटल हामीले प्रत्येक घर सर्वेक्षण गर्दा 77 घर चाहिँ अहिले पूर्ण रूपमा यो बाढी पीडित हुनुभएको छ। 77 घर धुरी रहेको छ र 77 घर धुरीमा चाहिँ अहिले तत्कालै धेरै क्षति भएको चाहिँ लगभग 40वटा घर चाहिँ एकदमै क्षति भएको अवस्थामा छ र यसलाई हामीले अहिले तत्कालको लागि चाहिँ जुन घरमा चाहिँ हामी यो वर्षात पछाडि चाहिँ धेरैपल्ट वडा अध्यक्षज्यूहरू, यहाँको जनप्रतिनिधिज्यूहरू, प्रहरी लगायत धेरै हाम्रो जुन हामी मातहतका निकायका कर्मचारी साथीहरू, जनप्रतिनिधिहरू हामी रेगुलर आएर उहाँहरूले निरीक्षण गरिरहँदा 2 दिन अगाडि आउँदाखेरि थोरै मात्र चिरा परेको र 2 दिन पछाडि आउँदाखेरि अब पुरै टोटल्ली यो पहिला आएको बस्ती हो र भने जस्तो अवस्था भइरहेको छ। यो हामी प्रत्येक घरमा जाँदाखेरि चाहिँ हामी सबैको मन रुहाउने दृश्य भइरहेको छ। यसले हामी सबैको मन रोएको छ। अझ यही घरभित्र उहाँहरू यही खाना बनाएर खाने, यही सुतिरहेको अवस्था देख्दा त उहाँहरूलाई यो दिन के हो रात के हो भने जस्तो अवस्था, जुन उहाँहरू पीडामा हुनुहुन्छ, हामी सबै पीडामा छौँ। यतिखेर सिङ्गो सुनापति गाउँपालिकाको 3 नम्बर वडाको लगभग आधीभन्दा बढी भूभाग चाहिँ यति धेरै दर्दनाक अवस्थामा हुँदा हामी धेरै एकदमै दुखी छौँ र तत्काल हामीले जुन घर चाहिँ अहिले कोही अगाडि पल्टेको छ, कोही पछाडि पल्टेको छ, कुनै आधी भत्किसकेको छ,